नमस्ते। म एउटा सानो कथा भन्छु है, एउटा सन्दर्भ। एउटा कस्तो थियो भन्दाखेरि एकदम ठुलो घना जङ्गल थियो, एकदम विशाल जङ्गल होइन। जङ्गलमा धेरै जनावरहरू थिए। अनि त्यसपछि त्यो जङ्गलको कस्तो थियो भन्दाखेरि जङ्गल सँगसँगै भनौँ न, अब जङ्गल सकिँदैछ, जङ्गल छ भन्नेमा फेरि बस्ती सुरु हुन्थ्यो। बस्तीमा अब डिफ्रेन्ट घरहरू भइहाले, मान्छेहरू सबै कुरा त हुने भयो बस्तीमा होइन। त्यसरी थियो जङ्गल, अनि ठुलो विशाल जङ्गल, जङ्गलपछि बस्ती होइन। त्यसरी नै थियो, जङ्गलमा धेरै जनावरहरू। अनि यो त भइहाल्यो, एउटा सन्दर्भ है। र एक्ज्याक्ट त्यही जङ्गलको बिचमा एउटा त्यो सेन्टर एरियामा भनौँ एउटा बाघ थियो, टाइगर, एउटा बाघ थियो। अनि त्यो बाघ फेरि कस्तो थियो भन्दाखेरि उसलाई त्यो विशाल जङ्गल, त्यो बस्ती होइन, त्यो सबै अब भनौँ न त्यो एउटा सेन्टर एरियामा मात्र नभएर उसलाई अब जङ्गलमा भनौँ हिँड्न मन लाग्ने हुन्छ, त्यो जङ्गलभन्दा बाहिर बस्तीमा जान मन लाग्ने हुन्थ्यो। तर ऊ कस्तो थियो भन्दाखेरि ऊ त्यही एउटा सेन्टरमा लगभग उसले आफूलाई त्यो सेन्टरमा मानौँ एकदम सेफ फिल गर्ने त्यही नै हुन्थ्यो। अब उसलाई थाहा पनि थिएन के हो अब आफू होइन, आफू बाघ हो भन्ने पनि थाहा छैन, ऊ त्यही नै हुन्थ्यो। अनि बेला बेला कोसिस पनि हुन्थ्यो, अब भनौँ न उठ्थ्यो, अगाडि बढ्न खोज्थ्यो। अनि अगाडि बढ्न खोज्यो, पहिले त अब त्यही जङ्गलकै विभिन्न जनावरहरू देखा पर्थे है। अब कतिखेर स्याल देखिने भनौँ, स्यालले केही गर्यो भने उसलाई अलिकति डर लाग्ने, फेरि सेन्टरमा जानुपर्ने। कतिखेर बाँदर देखिने, बाँदर पनि फेरि कस्तो भन्दाखेरि यताउति होइन उफ्रिरहेछ, यो रुखदेखि त्यो रुखमा, त्यो रुखदेखि त्यो रुखमा। अनि बाघले पनि देखिरहेछ, उसले सोच्थ्यो है, अलिकति अगाडि बढ्न खोज्यो, बाँदर चाहिँ चढेर रुखको माथि पुग्दिने। अनि बाघलाई पनि कस्तो हुने भन्दाखेरि ओहो यो त अब यस्तो रुखको माथि पुग्न सक्छ, म त अब ममा त त्यो छैन क्यापेसिटी, ममा त त्यो क्षमता नै छैन रुखको माथि जान सक्ने होइन, मैले त यसलाई केही गर्नै सक्दिनँ भन्ने। अनि मानौँ अब ऊ डिस्टर्ब हुन्थ्यो। फेरि अनि उसको सेफ ठाउँ भनेको त्यही जङ्गलको बिचमा हुन्थ्यो। फेरि कहिलेकाहीँ अगाडि बढ्न खोज्यो होइन, बाँदर पनि भयो, रुखमा उफ्रिरहेछ, उमा अब भनौँ एउटा डर छ, त्यो अगाडि थोरै गयो। अनि बस्तीमा जब इन्टर गर्न थाल्थ्यो, त्यसपछि अब यता बस्तीबाट के हुन्थ्यो भन्दाखेरि बस्तीमा जतिजना पनि मानिसहरू थिए उनीहरूलाई त थियो बाघ देखियो भने पनि कस्तो हुन्थ्यो अब होइन, बाघ धपाउनलाई चाहे हल्ला गर्ने होस्, चाहे अब जे पनि जाने छन्, आगो बाल्ने होस्, आगो देखाउने होस् होइन, गऱ्यो। अनि फेरि बाघ कस्तो हुन्थ्यो भन्दाखेरि आएर फेरि आफ्नै सेन्टर एरिया है बिचमा आएर बस्ने, किनकि अब उसको लागि सेफ एरिया भनेकै त्यही थियो। अनि अब यता बस्तीमा कस्तो हुन्थ्यो भन्दाखेरि, अनि जङ्गलमा अरू जनावरहरूलाई कस्तो हुन्थ्यो भन्दाखेरि अब जस्तो कतिलाई त अब बाघ नै छैन भन्ने पनि भइसकेको थियो होइन, अब त्यो आएकै छैन, केही गरेकै छैन, कतिलाई बाघ भन्ने नै छैन यो जङ्गलमा होइन, बाघ त छँदै छैन यो जङ्गलमा भन्ने थियो। कतिलाई बाघ छ भन्ने थाहा भए पनि के पो गर्छ र होइन, बाघ त छ, अब आयो भने अलिकति ठुलो आवाजमा बोल्यो भने, आगो देखायो भने फर्किन्छ, जान्छ फेरि आफ्नै ठाउँमा भन्ने थियो। जनावरहरूलाई पनि पुरै अब बाघ छ नै भन्ने भयो भने, अब कतिलाई त छैन भन्ने भएको छ, अब कतिलाई छ भन्ने भएको छ भने पनि अब देख्यो भने अलिअलि उसको अगाडि चलिदियो, अलिअलि अब करायो भने फेरि जान्छ, केही पनि गर्दैन भन्ने थियो। अनि बाघलाई चाहिँ एकदम अब त्यो पुरा पीडा थियो होइन, ऊ सधैँ एउटै ठाउँमा थियो, उसलाई बाहिर निक्लिन पनि मन लाग्छ, उसलाई जङ्गलमा अरू जस्तै गरेर जङ्गलमा हिँड्नु पनि मन लाग्छ, फेरि कहीँ कतै आफूमा क्षमता छैन भन्ने पनि गर्छ, डर पनि लागिरहेछ होइन, पीडामा कराउँथ्यो। कहिलेकाहीँ पीडामा त्यही जङ्गलको बिचबाट ठुलो आवाजमा कराउँथ्यो। अनि कराइसकेपछि अब बाघ नै कराएपछि त अब त्यो आवाज त जङ्गलभरि पनि जाने भयो, जङ्गल बाहिर पनि जाने भयो होइन। अनि खासै जनावरहरूलाई त अब केही फरकै परेन होइन। अनि जङ्गल बाहिर पनि मान्छेहरूलाई ल न बाघ करायो भन्ने भएछ भने पनि कतिजनाले बाघ कराएर के भयो त आइहालेछ भने पनि अब आगोसागो देखाएपछि फर्किहाल्छ नि भन्ने हुन्थ्यो। कतिजनालाई होइन कहाँ बाघ हुन्थ्यो, बाघको कराइ नै होइन यो, बाघको होइन यो, कहिलेकाहीँ अब भनौँ न स्याल पनि कराउँछ यसरी है, पक्कै पनि अब यो बौला कुकुर भुकेको हो, यो बाघ कराएको होइन, हामी कहाँ बाघ हुन्थ्यो, कि त बाघै छैन, बाघ भए पनि यस्तो यो कराउन सक्ने नै छैन, बौला कुकुर भुकेको हो भन्ने हुन्थ्यो होइन। खासमा त अब त्यो बाघ नै थियो कराएको, तर अब कतिजनाको लागि त्यो बौला कुकुर भुकेको हुन्थ्यो होइन, स्याल कराएको भन्ने हुन्थ्यो।
यसरी नै थियो। अनि कहिले पनि त्यो बाघ भनौँ न उसको लागि कस्तो हुन्थ्यो भन्दाखेरि ऊ जाने भनेको एउटा सेन्ट्रलाइज ठाउँ भनेको जसरी पनि जाने भनेको त्यही बिचमा थियो होइन। अनि त्यसरी नै अब मान्छेहरू पनि त्यही नै थियो। अब उनीहरूलाई पनि ऊ कराएको पनि कस्तो थियो भन्दा बौला कुकुर भुकेको भनौँ त्यस्तो थियो। सो एक्ज्याक्ट अब के भइरहेछ त होइन, यो त भइहाल्यो एउटा कहानी, एउटा काल्पनिक कथा है, सोचेको कथा हो। अब रियल लाइफ सिनारियोमा के भएको छ त, हजुर के हो, म के हो होइन, हामी के हो त, हामी एक्ज्याक्ट त्यही बाघ हो, हामी एक्ज्याक्ट त्यही बाघ हो। अब हामी बाघ हो भनिसकेपछि त होइन, अब सबैले बुझिसक्यो हामी बाघ हो, अब म पनि बाघ, ऊ पनि बाघ होइन, सबैजना बाघ। अब यो अझ बुझ्न अझ मजाले बुझ्नलाई त्यसो भए बाघ के होइन त होइन, त्यो बुझौँ न त, हामी के होइन त। हामी त्यो जुन सुरुमा जुन त्यो बाँदर आएर बाघको वरिपरि उफ्रिरहेको थियो नि होइन, त्यो हामी होइन, त्यो बाघ होइन। जुन त्यो बाँदर रुखमाथि चढ्थ्यो, बाघ अलिकति अगाडि जाँदा, त्यो बाँदर त हामी होइन, बाघ होइन होइन। अनि त्यो बाँदर के हो त, हाम्रो सोच, हाम्रो इमोसन्स, भावना होइन छ, जङ्गलभित्रै छ, तर पनि हामी त्यो होइन। हाम्रो सोच पनि हो फेरि, तर सोच पनि हामी उफ्रिरहेछ, यताउति गरिरहेछ। जति नजिक जान खोज्यो, जति सम्हाल्न खोज्यो, कराउन खोज्यो, जान खोज्यो, उफ्रिन्छ, यताउति गर्छ नै, त्यो कन्ट्रोल गर्न पनि मिल्दैन। अलिकति बढी गर्न खोज्यो, अझ माथि गइदिन्छ होइन, रुखको टुप्पोमा गएर कराउन थाल्छ। अनि त्यसपछि कमजोरी भन्ने लाग्छ। हाम्रो भावना त्यस्तै भयो। त्यो जङ्गल के भयो त, त्यो जङ्गल हाम्रो शरीर हाम्रै हो होइन, बाघलाई पनि त त्यो जङ्गल त मेरो हो भन्ने लाग्छ। बट एक्ज्याक्ट बाघ त बाघै हो, जङ्गल त जङ्गलै हो। अब त्यो जङ्गल छ, घनघोर जङ्गल छ, अनि एउटा सेफ ठाउँमा बिचमा गएर बसिया छ, त्यस्तै लगभग त्यस्तै शरीर छ होइन। यो शरीर मेरो, यो खुट्टा मेरो, यो टाउको मेरो होइन, यो मेरो, यो तेरो, त्यो ठिकै छ। अनि सेफ ठाउँ कहाँ छ फेरि, भित्रै छ। शरीरलाई केही भयो भने मेरो सेफ ठाउँ गयो, द्याट्स इट। अब त्यसपछिको बाहिर होइन, त्यसपछिको बाहिर हाम्रो रियल लाइफ सिनारियोमा के छ त भन्दाखेरि जति पनि छ है, अब त्यो मान्छे होस्, बोली होस्, जब होस्, पैसा होस्, सुख होस्, दुःख होस्, जे पनि बाहिरको छ सबै त्यो बस्ती, त्यो मान्छे, अनि स्पेसल त्यो आगो, जुन त्यो आगो देख्ने बित्तिकै डर लाग्छ। अनि फेरि फर्किएर कहाँ त आफ्नै त्यो सेन्टरमा होइन, अगाडि बढ्नै पाएको छैन। कसैले केही भन्यो, कोही ठुलो आवाजमा बोल्यो, सक्यो, बिर्स्यो अब म बाघ हो भनेर, बिर्स्यो अब म को हो भनेर। उसले नराम्रो भन्यो, पक्कै पनि अब उसले नराम्रो भन्यो, मेरो मन दुख्यो, मन दुख्यो भनेपछि त मै हो। उसले नराम्रो भन्यो, मलाई नराम्रो सोच आयो, सोच्न थालेपछि त मै हो। तर होइन, फेरि सुरुमै भनिसकेको छु मैले, बाघ त बाँदर होइन, म त मेरो यो बाँदर जस्तो दिमाग यता र उता कुदिरहेको छु, त्यो त होइन। म त जति चलाउन खोज्छु त्यति नै माथि जान्छ फेरि, जति म दबाउन खोज्छु, चलाउन खोज्छु, त्यसको बारेमा अझ सोच्न खोज्छु, अझ डुब्न खोज्छु, त्यो गर्ने भनेको त्यो माथि चढ्छ। अनि माथि पनि यसरी चढ्छ, माथि चढेर बोल्न थाल्छ। अनि फेरि मलाई रुख चढ्न आउँदैन, म त्यसलाई भेटाउनै सक्दिनँ कहिले पनि। म जति जान खोज्छु त्यति नै माथि जान सक्छ। सो द्याट अब के त सल्युसन के त होइन, पीडा। अनि पीडामा हामी रुन्छौँ, कराउँछौँ, यता गर्छौँ, छटपटिन्छौँ, यो गर्यो त्यो गर्यो। अनि एक्ज्याक्ट हामी के हुन्छौँ त, बौला कुकुर। हाम्रो रुवाई, हाम्रो बोली, हाम्रो जे पनि छ सबै के हुँदै जान्छ त सबैको लागि बौला कुकुरको भुकाई। भनेपछि एकचोटि अब दुईटै कुरालाई मिलाएर सोचौँ है, कुनै दिन त्यो बाघले आफू बसेको त्यो पिचबाट उठेर आज म अगाडि बढ्छु भन्ने सोच्यो। बाँदर त आउँछ नि, बाँदरलाई रोक्न मिल्दैन, बाँदर आउँछ, बाँदर यता उफ्रिने यताउति गरिरहेछ, रुख चढ्ने सबै गरिरहेछ, उसले ठिक छ, बाँदर चलिरहेछ, जे गरिरहेछ, म बाघ हो, म अगाडि बढ्छु।
मलाई आज अगाडि निक्लिनु छ, यो जङ्गल पनि घुम्नु छ, जङ्गलबाट बाहिर पनि निक्लिनु छ, त्यो बस्तीमा पनि जानु छ होइन। उसले त्यो बाँदरलाई वास्ता पनि गर्दैन, चलाउने कोसिस पनि गर्दैन, फेरि दबाउने कोसिस पनि गर्दैन। किन बाँदरलाई दबाउनु खोज्नु भनेको त फेरि रुखको अझ टुप्पोमा गएर बाँदरले गर्ने भनेको त्यहीँ किरकिरै गर्न सुरु गर्छ। आउँछ स्याल आउँछ, यो आउँछ, त्यो आउँछ, किरकिर अगाडि बढ्दै गएछ। अब बस्तीबाट ठ्याक्क अब सुरु हुन लाग्यो, अब आगो बोल्छ, अब हल्लाको सुरु हुन्छ होइन। आगो बोलिसकेपछि उसको फेरि त्यहीँ नै दिमाग अब डर सुरु हुन्छ, फेरि अब म फर्किन्छु, बिचमा जान्छु। त त्यो पल्ट चाहिँ होइन, म अगाडि बढ्छु, आगो छ म अगाडि बढ्छु, केही पनि हुँदैन, आगोले कति पो बोल्ला मलाई। त्यो बिचमा बस्दा सधैँ त्यही बिचमा जिन्दगी बिताउनु छ भने म अगाडि बढ्दा पनि केही पनि हुँदैन, आगोले पोलेर पनि केही पनि हुन्छ, अगाडि बढ्छ। मान्छेको कोसिस हल्ला गर्ने, बाघ दबाउने, यताउति सबैको बिचमा ऊ अब फेरि बिचमा पुग्छ। अहिलेको पालि त्यो जङ्गलको बिचमा होइन, त्यो बस्तीको बिचमा, अब जङ्गलको बिचमा, अब बस्तीको बिचमा। अनि बस्तीको बिचमा पुगेर सबै कुराको मतलब नगरेर एकचोटि ऊ फेरि कराउँछ, बेसरी कराउँछ है। अबको पल्ट यो मैले भने नि कराउँछ होइन, बौला कुकुरको भुकाइ यो केही हुन्न। अब यो के हुन्छ त, यो बाघको गर्जन हुन्छ। यस्तो गर्जन मतलब छैन कता बाँदर उफ्रेछ, मतलब छैन कता आगो बोलेछ, कता के। त्यो गर्जन, त्यो बाघ यति माथि हुन्छ होइन, त्यो जङ्गलभरि, त्यो बस्तीभरि खाली गुन्जिने भनेको त्यही गर्जन गुन्जेको हुन्छ, त्यो बाघ गुन्जेको हुन्छ, केही पनि रहन्न। सो द्याट अब मैले भन्नु खोजेको एकचोटि ट्राई गर्नु। आफू बाघ हो र बाँदर के हो, आगो के हो, जनावर के हो, सबै कुरा आफूले बुझ्नु। दिमाग के हो, हजुरको भावना के हो, फिलिङ्स के हो, इमोसन्स के हो, थिङ्किङ के हो, सोचाइ के हो, अरूले भनेको कुरा के हो, अरूले भन्दा आउने दिमागमा फेरि त्यो थिङ्किङै के हो, त्यो आगो देखेर डराउनु के हो। हजुर कराइराख्नु भएको छ। अब हजुरको गर्जन गुन्जिने कहिले हो? अब अगाडि बढेर अब त्यो साँच्चै हजुरबाट एकचोटि त्यो गर्जन गुन्जियो भने चाहिँ के हुन्छ होइन। हो बुझ्नुभयो होला सबैले सबै कुरा। यति सेयर गर्नु मन लाग्यो, मन पराउनु होला। थ्याङ्क यू सो मच।